हेलो गाइस, के छ? धेरै पछि आयो है। आज चाहिँ एउटा भिडियो लिएर आएको छौँ। आज भिडियो किचनको भिडियो छ। हामी किचनमा आज के पकाउँछौँ, हाम्रो परिकारहरू तपाईँलाई देखाउनेछौँ है। आज चाहिँ एकछिनपछि अब हामी खाना पकाउन गइरहेका छौँ। हामी खाना पकाउँछौँ अनि किचनमा हाम्रो आजको खाना के पाक्छ भन्ने कुरा चाहिँ म आज तपाईँहरूलाई देखाउँछु। हामी कसरी खाना पकाउँछौँ, 2-3 जना साथीहरू छौँ, हामी मिलेर खाना बेलुकाको खाना कसरी तयार पार्छौँ भन्ने कुरा चाहिँ आज म देखाउँछु है तपाईँहरूलाई। अनि यो चाहिँ मेरो रुम हो, एकदम म्यानेज छ रुम चाहिँ, पुरै म्यानेजेबल रुम हो है। ऊ चाहिँ हाम्रो दराज हो, यो हाम्रो दराज, ठुलो छ दराज। अनि यो चाहिँ एकजना दाइको बस्ने कुर्सी अनि उहाँको टेबल हो भने, अनि दाइ र मेरो सुत्ने खाट चाहिँ यो हो है। बिहान बेलुका जस्तो थियो, बिहान त्यस्तै छ, फेरि बेलुका यसमै सुत्ने हो। एकदम म्यानेज छ हाम्रो रुम चाहिँ। अनि यता चाहिँ अर्को साथीको रुम हो। यो साथीको रुम चाहिँ अलिकति अनम्यानेज छ। यो चाहिँ हाम्रो किचन है। साथीको फेरि मेरो किन देखाइस भन्छ उसले, नदेखाउँ। यो चाहिँ हाम्रो किचन। आज चाहिँ यसमा हामी अब खाना पकाउँछौँ। आज खाना के पकाउँछौँ भन्ने कुरा सरप्राइज जस्तै छ है। यो चाहिँ हाम्रो गाउँबाट आएको आलु भइहाल्यो, उता केरा छ। एकछिनपछि हामी खाना पकाउँछौँ। खाना पकाउनसम्म हामीसँगै बस्नु ल। हाम्रो खाना बन्छ हो दाइ चाहिँ लसुन छिल्दै हुनुहुन्छ। अनि तिमी चाहिँ के गर्दैछौ? अनि हामी के बनाउँछौँ आज? मासु बनाउँछ होइन। मासु प्लस रोटी भनिसक्यो उसले, मैले सरप्राइज भनेको थिएँ, उसले रोटी भनिसक्यो। ठिक छ, रोटी उसले मासु बनाउँछ। मासु हाम्रो आइसक्यो, हामीले ल्याइसक्यो मासु, एकछिनपछि बनाउँछौँ ल। सर्टकट तरिका होइन, राम्रोसँग चिलिन्छ भने। किचनको काम त सम्पूर्ण तिम्रै हो आज। मेरो त लास्ट हाफ आवरमा मेरो पालो आउँछ, त्यतिखेर रोटी टक्क मिच्छु। अनि तपाईँ मुस्नुहुन्छ? तपाईँ दिउँसो मुस्नु लाग्नु भएको थियो। आज चाहिँ म मुछौँला, पिठो म मुछौँला। तपाईँले त्यहाँ रोटी सेक्ने थिएँ, उसले मासु बनाउँछ, तपाईँ त्यहाँ उसमा रोटी सेक्नुहुन्छ, अनि म चाहिँ पिठो मुच्छुँ। त्यो त एकछिनमा को काम हो, उसले अहिले उता हालिहाल्छ। राम्रो देखियो हेर न, अनुहार हेर न कस्तो छ तिम्रो। त्यो राम्रो भयो नि त, स्ट्यान्डै चाहिएन। म पनि अब अघि दिउँसो मुस्ने भन्नु राम्रो भएको थियो नि, अहिले पनि मुस्ने। यो पुरै अब 4 घन्टा चाहिँ नहोला नि। अहिले धुलो मुछ्यो भयो, त्यो पिठो धुलो होइन, पिठो धुलो हामी धुलो भन्छ। तपाईँ नबुझेर मात्र हो, नत्र हामी के भाषा बोलिदिन्थ्यौँ। धुलो खानु धुला रोटी भन्दैन नि त, घरतिर रोटा पो भन्दैन। धुलोलाई बेसार भन्छ, बेसारलाई के भन्छ? काँचो पहेँलो हुन्छ। यता कता छ? ए यता पो है, म मिस्दै गरौँ भने पछिसम्म त अलिकति उयो भइहाल्छ नि। अलिक दिउँसो मुछे जस्तै त हुन्छ, तिमी 2 घन्टा पाइहाल्छौ अहिले मासु बनाउन। यो काम लाग्दैन नि त, हिजो त तरकारी बनाउँदाखेरि यसमा काम लाग्थ्यो नि त होइन। मुस्न त यसमा सजिलो हुन्छ नि। यो गहिरो छ क्या होइन, त्यहाँ मुस्न गाह्रो हुन्छ जहिले पनि। दुई हात त्यहाँ हुँदैन नि त, ठुलो जुन हातले हुन्छ। हाम्रो घरबाट ल्याएको धुलो, ए पिठो अलिकति सुक्लिन हाल्दैन। ठाउँै छ नि हाम्रो चलिरहेछ। के गरी मान्छेहरूले यत्रो फ्याट लिएका मान्छेहरू होइन। यसको अर्को पिठो त निकाल्यो, यसलाई अलिकति भएन क्या, के हो राम्रोसँग त होइन।
दिनुहुन्छ यो गर सबै अदुवा हाल्ने एउटा राखिदिनु नि त। फेरि राति गाह्रो पर्ला नि एउटा राखिदिनु त्यति हालिदिनु जे गर्नु पर्ला। आज किनभने रोटीसँग त्यो पनि प्याज पनि हाल्नुहुन्छ कि होइन हाल्नु हिजो तिमीले कति हालेको थियो गरेर गरे भएन मैले मैले उसले हाल्नु थिएँ चम्चाले यति भए पुग्छ पुग्दैन होइन हेर्नु त देखेको थियो नि कति थियो प्याज अलिक बढी चाहिन्छ त्यही भन्दाखेरि म पनि आज दबाएर खान्छु मैले खाएन रोटी खाएकै छैन रोटी खा रोटी हिजो बेलुकादेखि अस्तिदेखि रोटी खाएछु यति भए त पुग्छ योभन्दा बढी त अब बुझ्नु पनि सक्दैन मसला रेडी भयो मासुमा हाल्नलाई मसला रेडी हुँदैछ। म चाहिँ अब पिठो मुच्छुँ प्याज पनि त्यही त हो नि रेडी होइन यो पिठो अब यसमा चाहिँ पानी हालेर मुछ्नुपर्छ यसरी सुरुमा पानी हाल्नुपर्छ क्या यसरी फेरि अलिअलि पानी हाल्नुपर्छ यति पानी हालिसकेपछि त्यसपछि अलिकति यसले समात्न थाल्छ यसमा पानी हालिसकेपछि के हुन्छ भने एडेसी र कोही चाहिँ काम गर्छ होइन जस्तै यसलाई सिमेन्ट जस्तो सम्झ्यौँ अनि यसमा पानी हालिसकेपछि यसले एडेसीको काम गर्छ एडेसी बनाएको के हो कोही बनाएको के हो भनेर नसोध्नु फेरि यसरी पानी हाल्नु त्यसपछि चाहिँ अब चाहिँ समात्न थाल्दा हुन्छ कि यसरी अब यो सब्जी भइसक्यो अगाडिको फोहोर हटाउनु यार होइन नि यो अगाडि हुन्छ नि त्यसलाई मात्रै फोकस गरेर गरिरहेको केही छैन अहिले त पानी हाल्दाखेरि घट्यो त अघि धेरै थियो अहिले कम भयो छु। एडिसी र कोही चाहिँ फोर्सले एट्याक गर्यो कि त्यहाँ त्यही खै त्यस्तै गरी गोलो बनाउने अझै गर्ने डल्लो भयो होइन यो डल्लो बनिसकेपछि अब चाहिँ अब एक हातको काम सक्यो अब दुई हातले चाहिँ यसरी यस्तो गर्नुपर्छ जे होस् म तिमीसँग त केटीहरू बिहे गर्न आउँछ अल्छी श्रीमती पऱ्यो भने चाहिँ म पालेर खान्छु होला है मलाई लाज लाग्यो याद रहेछ होइन म त भन्नै सक्दैन लागिरहेको यति भएपछि पुग्छ होला त्यसमा धेरै एउटा नै अहिले ताप हुन्छ त्यो पुरै गरेर अब चाहिँ रेडी भइसक्यो होइन रेडी भयो अब रोटी बनाउँदा रेडी किनभने यो हामी ग्यास युज गर्दैनौँ क्या बत्ती युज गर्छौँ त्यही भएर माथि घरपट्टिलाई थाहा छैन हामीले लुकी चलाउनु पर्छ क्या यो त्यही भएर आवाज पनि धेरै ठुलो गर्न मिल्दैन बाहिर यो बाहिर चाहिँ नफैलाउनु अब घरपट्टिलाई थाहा छैन हामी यो युज गरिरहेको छौँ भन्ने त्यही भएर बाहिर हिँडिरहेको हुन्छन् घरपट्टि हामीले ठुलो स्वरले पनि बोल्न मिल्दैन अहिले त्यसमा चाहिँ हामीले अब एकछिन यसमा चाहिँ मासु पाक्छ हाम्रो अब चाहिँ तेल मासुको लागि तेल हाल्नुपर्छ कति 300 को मासुको लागि कति तेल हाल्छ यसले है 30 रुपियाँको तेल उम्मा कति हाल्यो यसमा केमा धेरै देख्यो धेरै देख्यो त्यो कसरी हाल्ने तिमी हाल
यसको नाम ठेल्नु अर्को नाउँ कि चौकी यसको नाउँ चाहिँ चौकी यसको नाउँ ठेल्नु हामी यसलाई ठेल्नु यसलाई तराइनु भन्छ तिमी चाहिँ के भन्छ यसलाई यसलाई चाहिँ बेलना बेलना भन्छ यसलाई बेल्ना यसलाई चकला भन्छ चकला 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 कतिमा मात्र बस्नु ल अस्लाई कि पातलो भएछ होइन त्यो अलि पातलो छ त्यो अब म चाहिँ रोटी बेल्न गएँ है मेरो काम सुरु भयो पातलो पातलो रोटी बनाऊ पातलो पातलो त थिएन हिजो जस्तै होइन आज अब पहिलोपल्ट कहाँ हिजो ल अलिकति तेल हाल्नुपर्छ किनभने अलिकति चिप्पिन्छ क्या तराइनुमा त्यो टक्कै गरेपछि रोटी बेल्छ एउटा सानो डल्ला सुनाउनुपर्छ पहिला यसरी समात्ने पातलो हाल्ने भनेपछि हाम्रो मासु पाकिरहेको मासु यसलाई यस्तो गर्ने यसलाई चाहिँ पहिला यस्तो बनाउने अनि फेरि तेल लगाउने तिमी पनि सिकौ क्या तिमीलाई नि आउँदैन नि त मेरो पालोमा मैले गरिदिनु परिरहेको छ अनि यसलाई यस्तो अलिकति बस्ने ठाउँ चाहिँ ठिकै यस्तो गरिसकेपछि यो चाहिँ ऊ हुनुपर्छ नि फेरि गोलो त हुनुपर्छ अहिले त गोलो हुनुपर्छ त्यस्तो गर्ने त्यो बनाउने पहिला त्यस्तो गर्ने साला यो रोटी गोलो हुँदैन क्या हो यार अर्को बनाऊ बिग्रिसक्यो ल ल यसलाई मैले एकछिन ल आवाज चाहिँ रोटी टक्कै के भयो कराईमा हाल्दै हुनुहुन्छ कराईमा हाल्दै हुनुहुन्छ किनभने त्यो तबु हाम्रो एकदम पातलो छ क्या एकदम चाँडो डढ्छ यो अलिकति पातलो छ नि त ल हाल्नु भयो खोइ कस्तो भयो ठिकै हो अनि उसले चाहिँ अब मासु हाल्छ यसरी डल्लो लिइसकेपछि यसरी सुरुमा यसरी गोलो बनाउने कहाँ चाहिँ भिडियो टेन्टेटिभ गोलो हुन्छ नि त यसलाई टेन्टेटिभ गोलो भइसकेपछि यसलाई टक्कै यसमा राख्ने यसमा राखिसकेपछि चाहिँ अब चलाउने क्या यसरी चलाइसकेपछि ठक्कै पातलो भएन ठक्क गोलो भयो नि है त हजुर ठक्कै गोलो भएपछि यसलाई चाहिँ अब हाल्ने गोलो बनाऊ न यसलाई चलाएपछि गोलो बनाउन भने रोटी यस्तो पनि बनिसक्यो कुनो भने कुनो यस्तो बनिसक्यो रोटी गोलो टक्कै यो सेपमा बन्छ टक्कै ल
और ये वाला आप काम कर सकते हैं तो नोज पे या फिर टोज पे। और नोज पे जब डालना है तो ध्यान रखना है कि वो कमर के इर्द गिर्द नहीं, वो शोल्डर के इर्द गिर्द, वो हेलमेट के आसपास राउंड द स्टम्प कोशिश करें, राउंड से इसके सर पे मारने का प्रयास करें। और अगर आप ये नहीं कर पाएंगे तो फिर बताओ गेंदबाज आपको उसके साथ आएंगे। टेलिकास्ट गरिदिनु আমি যে তোমার শুধু যে তোমার और त्यो मासुमा हाल्ने मसला अघि घर्र गरेर पिसाएको छ नि त्यो चाहिँ यो मसला। अब मासुको कलरै चेन्ज भइदिन्छ, त्यसपछि यो हाल्छ होला सायद। यो मासुको एक्सपोर्ट हो, मासु जहिले ल्यायो नि मासु यसले बनाउनु पर्छ, जसको पाला होस् होइन। मासु चाहिँ राम्रो बनाउँछ जे होस्। अब चाहिँ लास्ट सक्यो सबै, लास्ट हो यो लास्ट हो सब बाक्लो छ फेरि। रोटी कति धेरै गर्नु कतिवटा होला यो भनेको द आर्ट एन्ड द आर्टिस्ट। पढम दासको रुम हेरौँ न अब। पढम दास इन्जिनियर बी लाइक्स। माथिको पनि देखाउँ न। यो आर्टिस्ट हो, यो मान्छे आर्टिस्ट। यसले जसलाई जस्तो मान्छे छ नि त्यस्तै बनाइदिन्छ। हनुमानको सम्पर्क गर्नु पर्ला। यसले आफ्नो एउटा फिगर चाहियो भने एउटा चट्ट मिलेको यसलाई सम्पर्क गर्ने। आउनु थाल्छ नि त्यस्तो। अनि पेन्ट झुन्ड्या छ, यहाँ लेखेको छ, हटा न यहाँ लेखेको कुराहरू टक्कै एकदम पढाउँदा टपर हो नि त यो रुमकै टपर हो क्या। रुमको टपर हाम्रो क्लासको टपर हो यो। यसले 6 महिनाको 1 लाख कमाएर हुन्छ क्या। टप हान्छ सिधै होइन, किन टपरलाई सेमिस्टर फी फ्री हुन्छ नि त। त्यो चाहिँ यसले खान्छ क्या। यो त यहाँ रुम हेर्दै थाहा हुन्छ। हाम्रो रुममा यस्तो छँदै छैन, अनि हाम्रो रुम पुरै खाली छ। त्यहाँ कपडाहरू मात्र, हाम्रो रुममा कपडाहरू छ जति, तिम्रो रुममा यहाँ लेखेको यो पेपरको टुक्राहरू छ क्या। छैन यो हाल्नु। मासु पाक्दैछ, मासुले कलर चेन्ज गर्दैछ। अब मुखबाट पानी आउने भइसक्यो। काउन्ट गर्ने हो। ठ्याक्कै हालेर रहेछ है, ठ्याक्कै बन्द हालेँ मैले काउन्ट त गरेको थिएन तै पनि। ठिक छ, इक्जाम पनि चलिरहेछ फेरि हाम्रो। भोलि सर्वे छ, यो हाम्रो ट्रान्जेक्सन कब हो। कहाँ चढेको तिमी? भात पनि बनाउँदै नि त, रोटीले पुग्दैन भन्छ। यति रोटीले पुग्दैन, तिमीलाई भात पनि चाहिन्छ हो। 15 रोटी, तर 5-5 रोटी त पुग्छ होला। थोरै थोरै हाल न। चामल घरकै चामल, स्टुडेन्टको चामल यस्तै हो। कोही कुनै सानो प्लास्टिकमा राखेको हुन्छ, कुनै कतै हुन्छ, घरबाट दिएको थियो क्या। त्यो जुगाड गरेर राखेको थियो, बचाएर राखेको थियो। अब आज चाहिँ मासु यो पनि फेरि थोरै हाल्नुपर्छ। एकजनालाई, दुईजनालाई। टेम्परेचर पनि घटायो होइन मासुको। Unforgettable rivalries. Forces of Indian cricket are esteemed. BCCI officials on the stage.
Please work here. Honorary Secretary PC. सबैसँग बराबर छ है, कसमा कम बढी छैन। मेरोमा कम त भन्ने हुँदैन नि। Virat, we are missing you, so I'm going to request मेरोमा अलिकति बढी हालेको छ request Mr. Rajabini, रोटी सुरु गर्नु है। President रोटी BCCI, चाहिँ ओ त्यसमा राख न त्यसमा राख रोटी Virat Kohli. अनि भात चाहिँ हाल भात त खानु होला पहिला एक एक डाड हाल न एक एक डाड त पुग्छ होला त्यो हाल न यहाँ ध्यान नदियो तिमी यहाँ पनि हेर्न सकिन्छ हैन नदी हाम्रो ढिलो ढिलो भात ल खाऊ एउटा टक्क चोबो खाऊ कसरी चप्प चप्ने टप्प खाने। नचबाउने निल्ने Red and gold. पट्ट निल्ने Royal Challenge. Patidar. आहाहाहा सरी अँ यसरी चोब्नु A man who lets his कस्तो छ do the talking. एकदम नाइस बनाएको छ Ajinkya Rahane. रोटी अनि यसरी यो चाहिँ यसरी खाने ल